यात्रा टाढा टाढा छ, त्यही भएर हामी लाग्छौँ। हाम्रो यात्रा चाहिँ बुर्तिवाङ टु ढोरपाटन, पोखरा बुर्तिवाङ ढोरपाटन चाहिँ घुम्ने योजना हो। ल त्यस्तो छ, तर पानी नपरे पनि हामी चाहिँ बिहानको नास्ता खाने भनेर चाहिँ यहाँ सानो रेस्टुरेन्टमा चाहिँ रोक्यौँ। एकछिन नास्ता पनि खाइसक्यौँ। नास्ता सास्ता खाइसकेर चाहिँ अब हामी चाहिँ फेरि लाग्ने खालको गाइजहरू यस्तो छ हालत, खराब छ। फेरि यता पानी परेको छैन, पोखरा त धुट्टो पाऱ्यो नि, भिजायो पानीले। यता चाहिँ पानी परेको छैन, त्यही भएर मान्छे पनि चिन्दैन त, मान्छेहरू चिनिन्न त हौ। को हामी हामी चाहिँ अहिले कुसमा बजारमा आइपुग्यौँ। यो रहेछ कुसमा बजार, हेर्दै जानु होला। यहाँबाट गाइस नभन्नु धेरै कुसमा हेरौँ यहाँ बन्जी जाउँ त। अब हामी नलगे धारठुकीबाट मैले हान्थेँ, इच्छा हो एकचोटि बन्जी जाउँ भन्ने। मेरो अलिकति समस्या छ, पहिले चाल डालेर यस्तो रमाइलो रहेछ। बन्जी गर्ने स्टेसन चाहिँ खासै उता रहन्छ, डर लाग्छ। योभन्दा हिजो हामी ढिकी डाँडा हेरेको डर लाग्थ्यो है। ढिकी डाँडामा त गऱ्यो भने यति हो। यस्तो छ हालत। 2 घन्टामा उसमा आइसक्यो। 2 घन्टा भयो भनेको। जोरदार पनि रहेछ यार। छ त मारना है, बंजी मारना है। देखो आया है, देख रहे। अबे इधर आया तो मारना नहीं चाहिए सर, देख के मत जाओ, करके जाओ। साथीहरू हामी चाहिँ पुलमा चाहिँ भित्र पसेनौँ, बाहिरबाटै नै आयौँ। अब चाहिँ हामी ट्याक्क यो बागलुङ जोड्ने पुल रहेको छ, एकदम राम्रो छ। यहाँ पनि बागलुङ, वेलकम टु बागलुङ भनेर लेखेको छ। यहाँ चाहिँ कालिका मन्दिरहरू छ, अग्लो पुलहरू छ, त्यहाँ चाहिँ जाने नै छौँ। तपाईँहरूले हेर्दै जानु होला हाम्रो भिडियोलाई। कोही पनि नयाँ साथीहरू जोडिनु भएको छ भने चाहिँ मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। साथसाथै हामी यहाँ कालिका मन्दिर पनि दर्शन गरौँ भनेर चाहिँ कालिका मन्दिर पस्यौँ। वाउ कस्तो राम्रो हौ, बेहुला बेहुली होला नि, कस्तो राम्रो सिन हो। पानी पिउँदै हुनुहुन्छ, यहाँ पनि पानीको व्यवस्था रहेछ क्या, पिउने पानीको। बिहान छिटो उठेर आएको, कस्तो छ हालत। त्यो जस्तो भए पनि यही हो, थोपडा यो बनाएर मिल्दैन है, यो कलर चाहिँ चेन्ज गर्न सक्छौ तिमीले। कलरलाई कसरी चेन्ज? आज दुनियाँ सर्जरी आछ, पैसा भए सब कुछ हुन्छ। मान्छे देखावटी धेरै गर्न खोजेर हुन्न, यो जे छ रियालिटी। म यस्तो छु यार, छुता छु के गर्नु त। चस्मा लाग्यो भने अलि राम्रो देखिँदै थियो त। चस्मा लगाएपछि त हिरो देखिन। बाल पनि यार झरेछ के हो, चस्मा लगाएपछि त हिरो देखिने रहेछ। के हो पारा, के छ रहस्य? कहिलेदेखि हो रे घन्टी बजाउने त भर्खर।
घन्टी बजाउँदै हुनुहुन्छ घन्टीको तलको घन्टाइ छैन क्या किन होला त्यस्तो भएको एकछिन थकाइ लागेको बाबत हामी चाहिँ बागलुङ कालिका दर्शन गर्दैछौँ अनि जङ्गलभित्र ट्याङ ट्याङ गर्दै बस्दा त कस्तो आनन्द दर्शन गरियो अब चाहिँ हामी चाहिँ दर्शन गरेपछि चाहिँ यहाँको माहौलहरू यस्तो छ कस्तो रमाइलो छ कि बसु बसु नजामै हामी ए बसौँ हामी चाहिँ हल्का दर्शन मात्रै गऱ्यौँ किनभने मलमास चलिरह नि त त्यस्तो पूजा चाहिँ गर्नुहुन्न भन्ने भएर चाहिँ हामीले चाहिँ त्यतिकै दर्शन मात्रै गरेर आएको ल बजाऊ बजाऊ उठा बजाऊ एकदम रमाइलो छ यहाँ चाहिँ हामी चाहिँ पूजा गर्ने मत्सबले आएनौँ त्यही भएर पूजा गर्ने सोच ल्याएको भए एकदमै रमाइलो हुन्थ्यो मजा हुन्थ्यो पूजा गर्ने सोच ल्याएनौँ नि त पूजा गरियो बाहिरबाट भित्र पसेन टाइमको अलिक स्वर्णिम पुल रहेछ क्या यहाँ आइपुगेर पञ्चकोट जान्नौ अरे हामी चाहिँ फर्क्यौँ ल फर्केको ल यस्तो साथीहरू हामी चाहिँ अब खाना खानुको लागि चाहिँ भ्यू टावरमा रोकेको छौँ यहाँ चाहिँ पोखराबाट आएका जीपहरू चाहिँ टन्नै लो खाना खाने अब खाना खाने लास्टै थाक्यो म त यता छु खानुहोस् यसमा घिउ पनि राख्नुभयो खाना चाहिँ लास्टै थाक्यो कि गाइस एकछिन आराम गर्नुपर्छ रेसिङ गाउँमा आएको छ साथीहरू जेन्जीको जुत्ता यहीँ छोडेर गएछ खोज्न आउनु होला है अनि यहाँ चाहिँ कस्तो हरियाली छ कि अहिले बसन्त ऋतु भएर नि होला कति आनन्दको हरियाली जता हेऱ्यो त्यति हरियाली कि एकदम राम्रो देखिन्छ हाम्रो सबै बाटोहरू चाहिँ प्रायः यस्तै नै छ कि यहाँ बुर्तिबाङ नपुग्दासम्मको बाटोहरू चाहिँ पुरा यस्तै घरहरू नि यस्तै ठाउँहरू पनि त्यस्तै त्यस्तै हुँदै जान्छ कि यता हामी हिँडिरहेको छौँ बागलुङको सिमाना हो भनेपछि चाहिँ यो देखिने यो डाँडाहरू चाहिँ पुरा गुल्मीको सिमाना हो यो खोलाले चाहिँ छुट्याएको छ कि यो गुल्मी र बागलुङको सिमाना चाहिँ यसले छुट्याएको छ त्यही भएर हामी चाहिँ गुल्मी पनि देख्न पायौँ बागलुङ पनि देख्न पायौँ यसमा चाहिँ गर्व गर्नुपर्छ साथीहरू किनभने अब दुईटा जिल्लाहरू एकै ठाउँमा जोडिएको छ नि त
त्यो हेर्न पनि पाइयो, आफूले मनोरञ्जन पनि लिन पाइयो, यस्तो रहेछ भनेर ठाउँहरू पनि देख्न पाइयो नि त। त्यही भएर चाहिँ म चाहिँ एकदमै खुसी छु। यो चाहिँ बुर्तिपाङ पारिपट्टिको बजारहरू भनेपछि चाहिँ यो चाहिँ हामी अहिले चाहिँ वारिपट्टिको बजारमै छौँ। पेट्रोल हाल्न लाग्यो हामीले। बजार यो चाहिँ देवकुमार नेपालीको पहिलाको घर। अब चाहिँ कसको हुनेवालामा छ। पहिला चाहिँ यहाँ दरबार भन्छ, अहिले चाहिँ के बनाएको छ थाहा छैन। लु आइम बुर्तिपाङ बजार। घर नजिकै अङ्कलको घर छ यहाँ। यो घर चाहिँ अङ्कलको हो, भण्डारी स्टोर लेखेको छु। साथमा हामी आउँदैछौँ, कान्छा अङ्कलको घरमा जाँदैछौँ डाइरेक्ट। सरप्राइज दिन जाँदैछौँ कि सरप्राइज गर्न पर्ला। लास्टमा हामी सरप्राइज होइन, कोही पनि नभएर हुनुहुन्न क्या। बाजे नमस्ते। नमस्ते गान्धी, नमस्ते। आइपुग्नु म फोन गर्नु भएको थिएँ। आइपुग्यो बनेन यो। लिएर चास गरेको, चास भएन भने चास त भएको छ नि। नमस्ते भन्नु। नमस्ते नमस्ते हजुर, नमस्ते। हामी बुर्तिपाङ यहाँ चाहिँ आन्टीहरू हुनुहुन्न थियो, त्यही भएर हामी चाहिँ लाग्यौँ नन्द बहिनीको घरमा चाहिँ जाँदैछौँ। यतातिर रहेछ नि त सियोङहरूको रुम। अब जाँदैछौँ हामी। नमस्ते हजुर। नमस्ते गर छिटो। एडमिसन दादाले नमस्ते गरेको फोटो पठाइदिनु अरे। नमस्ते गर मिसन दादा, नमस्ते गर। आज छट्के नमस्ते हो। नमस्ते गर्नुहोस्। नमस्ते मिसन। विनित दादासँग झ्याप्पै आयो मगर नि रे। हेलो भनिदेऊ न। चुप्पा गरिदेऊ, चुप्पा मामु चुप्पा गरिदेऊ। झ्याप्पै 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 आयो मगर नि। भन्न थाले हातै जोडेर झ्याप्पै। झ्याप्पै झ्याप्पै नाचेछ नि त। अच्छा नाचेछ नि त। दिन्छ है को राम्रो नाच्ने। छपक 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 छपक
आज चाहिँ पोखरादेखि बुर्तिवाङसम्मको यात्रा अनि यहाँ आएपछिको केही झलकहरू देखाएको छु। हजुरहरूले माया गरिदिनु होला अनि लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजको मेरो ब्लग यति नै। बाई बाई।